रोमानिया हो। रोमानियाको अहिले म गाडीमा छौँ अनि यसो जेब्रा क्रसबाट मान्छेहरू गइरहेछ। यो चोक आयो, हामी चाहिँ अलिकति भ्यू हेर्न यस्तो घुम्न गइरहेछौँ। बवाल छ होइन, यहाँ चाहिँ पुरै लेप्ची हो। ड्राइभ एकदम राम्रो छ। यस्तै गरी मैले चाहिँ केही भिडियोहरू बनाएको छु। बारी जस्तो पनि छ होइन, अनि साइडमा नयाँ नयाँ उहरू खोल्दैछ, कम्पनीहरू होइन, यसरी खोलिन्छ। अनि एकदम स्पिड लिमिटदेखि लिएर रोडहरूको लागि चाहिँ एकदमै ट्राफिक रुल चाहिँ एकदम राम्रो। घोडा आयो, घोडा हर्स। यहाँ के हो त, फाइटर प्लेन जस्तो छ त यहाँनिर त। म्युजिक चाहिँ बवाल मन पराउने चाहिँ दामी बजिरहेछ होइन। सुजुकी सोरूम। ड्राइभिङ लाइनमा तपाईँले नेपालबाट रोमानिया आउँदै हुनुहुन्छ भने ड्राइभिङ लाइनको चाहिँ उ गर्नुपर्छ है। तपाईँले ड्राइभिङको लाइसेन्स छ भने तपाईँको इन्टरनेसनल बनाएर आउनुहोस्, खासै पैसा लाग्दैन। नेपालबाट बनाएर आउनु भयो भने चाहिँ एकदम इजी हुन्छ। यहाँनिर अलिकति दामी देखिन्छ। यस्तो छ है त हाम्रो। सी गाइज, फेरि भेटौँला अर्को भिडियोमा है त। वाचिङ माई भिडियो, थ्याङ्क यू सो मच। यो चाहिँ ठ्याक्कै नेपाल जस्तै छ है त। यो नेपाल जस्तै छ, अलिकति फरक भनेको साइडको सरसफाइ एकदमै छ यहाँ। अनि अगाडि ज्यागुआर गाडी चाहिँ बवाल हिँडिरहेछ रफ्तारमा, हामीले ओभरटेक गर्न खोजिरहेछौँ। यहाँ चाहिँ गाडीहरूमध्येमा डासिया, यो जुन रिनल कम्पनी गाडी चाहिँ एकदमै चल्दो रहेछ यहाँ, लोकल जस्तै। हाम्रो उता ट्याक्सी चलाए जस्तो अडी आयो होइन, एकदमै राम्रो छ है त। यहाँ चाहिँ अब जङ्गल आयो, यस्तो नेचरहरूसँग चाहिँ एकदम मन पराउँदो रहेछ क्या। फुलहरू, बोटबिरुवाहरू चाहिँ एकदमै यिनीहरूले घर घरमै ला हुन्छ कि पुरै यो यहाँ आमामा। अनि कार पछाडि पनि सामान बोकेर तानेर हिँड्छ कि यिनीहरूले चाहिँ, प्रायः ट्रली जस्तो होइन। जङ्गल आयो, जङ्गल फरेस्ट।